भिडियो लिएर आएको छु तपाईहरुमाझ। आज हामीलाई एकदम पिज्जा खानु मन लागेको थियो। अन्तखेरि मेरो छोरी पनि छुट्टीमा 2-3 दिनको लागि आएको थियो घरमा। अन्त नानी हामीलाई बनाइदे भनेर भने, म पनि सिक्नु पर्यो नि त कतिवटा चीजहरु। यो पिज्जाको बेस पनि मेरै छोरीले गरिदिएको। अन्त यो चाहिँ मलाई अलिकति पारा आउँदैन नि त। अन्तखेरि यो पछि चाहिँ यसलाई हामीले दिउँसै गुनेर राखेको पिज्जा बेस बनाएर। अन्त यसमा के सामग्रीहरु चाहिँदो रहेछ, चीज, मोजरेला चीज, अन्त यहाँ हेर्नुस् यहाँनिर के लाग्दो रहेछ। यो तपाईहरुलाई थाहा भएकै कुरा हो। यो चिकन पनि अलिअलि हल्का नयाँ अब मेरो एउटा पिज्जा रेडी भयो। तपाईहरुलाई देखाउँदैछु यहाँ के लाग्दो रहेछ पिज्जामा। यो चाहिँ एकदम होममेड पिज्जा हो। स्वास्थ्यको लागि चाहिँ एकदम हेल्दी हो। यो एकदम बाहिर खानु भन्दाखेरि बाहिर त हामीले आँखाले देख्दैनौं हैन। अब यहाँ घरमा त सबै कुरा आफैले गरेको हो नि त यो। अन्तखेरि हेर्नुस् यहाँनिर कस्तो दामी सजियो। मेरो छोरीले बनाइदिँदैछ। कोही कर्न हाल्दैछ, कोहीले मोजरेला चीज हाल्दैछ, अन्त कोहीले एकदम मिटले माथिबाट एकदम मेकअप गर्दैछ उयोलाई। हेर्नुस् यहाँ हाम्रो एउटा पिज्जा चाहिँ रेडी भयो फर्स्टको। यहाँ हेर्नुस् क्या दामी भएको रहेछ नि यो पिज्जा त। आम्बो वाउ टेस्टी। हेर्नुस् आजको डिनर चाहिँ मैले यही पिज्जा खाऊँ भनेको हो। तपाईहरु चाहिँ अब के खानुहुन्छ होला? बेलुका कोही रोटी होला, कोही भात होला हो। म चाहिँ आज यही खान्छु। मलाई खानु मन थियो नि त। त्यही कारण चाहिँ मैले भिडियो पनि बनाउँछु। अन्त म पनि खानु पाइहाल्छु भनेर चाहिँ मैले सोचे र खाएको ल। तपाईहरु पनि खानुहोस्। यम्मी।